जय नेपाल। म प्रहरी निरीक्षक खगेन्द्र सिंह साउद, अहिले इलाका प्रहरी कार्यालय भजनी कैलालीको कार्यालय प्रमुख। विगतका वर्षहरूमा यो वर्ष झन्डै दोब्बर हिसाबले बढ्नु, सेवन गर्नेहरूको सङ्ख्या पनि बढ्नुमा सबैभन्दा ठुलो कारण के हो भन्दाखेरि यो क्षेत्र लगभग खुल्ला सिमाना, हाम्रो 25 किलोमिटरभन्दा बढी भारतसँग खुल्ला सिमाना छ, जसमध्ये कतिपय लिगल घाटहरू छन्। स्थानीय सरकार, नेपाल सरकार र भारतसँगको समन्वयमा लिगल घाटहरू स्थापना भएका छन् र मोहना नदीले छुट्याएको यो नेपाल भारतको सिमाना सधैँ पानीको बहाव एकनासको रहँदैन, जसले गर्दाखेरि पानीको बहाव कम भएको बेला भजनी नगरपालिका, जोशीपुर गाउँपालिका लगायत अन्य पालिकाहरू, स्थानीय निकायहरूबाट पनि समेत लागु औषध सेवनकर्ताहरू यो क्षेत्रको बाटो भएर पारी इन्डिया जाने, इन्डियामा सहजै किसिमले लागु औषध प्राप्त हुने भएको हुँदा यो लागु औषधको सेवन गर्ने, यिनीहरूको बिक्री वितरण गर्नेको सङ्ख्या बढिरहेको देखिन्छ। लागु औषध सेवनकर्ता र बिक्री वितरणमा संलग्नहरू हामीले 2082-83 आर्थिक वर्षमा पक्राउ गरिएका 28 वटा मुद्दा दर्ता भई 47 जनालाई पक्राउ गरेका थियौँ, जसमध्ये बालक 6 जना हुनुहुन्थ्यो, पुरुष 39 जना र महिला 2 जना हुनुहुन्थ्यो। जसमध्ये बालक 6 जनालाई घटाएर हामीले नियन्त्रणमा लिएका व्यक्तिहरूको उमेर समूह हेर्ने हो भने 18 देखि 32 वर्षका उमेर समूहहरूको सङ्ख्या बेसी छ। त्यस्तै गरेर अहिलेको चालु आर्थिक वर्षमा साउनको महिनाको मात्रै 15 जना पक्राउ छन्। उमेर पुगेका 13 जना मध्ये उमेर समूह हेर्ने हो भने त्यही 20 वर्षदेखि 30 वर्षको बिचमा हामीले देखेका छौँ, पाइएको छ। लागु औषध न्यूनीकरण गर्नको लागि सबै फ्याक्टरहरू जो समाजमा शान्ति, सुव्यवस्था, अमन चयन कायम रहोस् भन्ने उद्देश्य बोकेर काम गरिरहेको सबै संस्थाहरू आफ्नो तौरबाट जवाफदेही हुनुपर्छ भन्ने जस्तो लाग्छ। त्यस्तै गरेर सबैभन्दा पहिला व्यक्ति स्वयं, त्यसपछि गाउँ समाज र त्यसपछि आएर स्थानीय निकाय, प्रहरी, प्रशासन सबैको आफ्नो भूमिका रहन्छ। समाजको भूमिका, घर परिवारको भूमिका एकदमै ठुलो रहेको छ भन्ने हामीले चाहिँ आकलन गरेका छौँ। कतिपय स्थानमा, सामाजिक स्थानहरूमा, घर परिवारमा लागु औषध सेवन गरिरहेको, सार्वजनिक स्थानहरूमा मान्छेहरू बसेर लागु औषध सेवन गरिरहेको अवस्थामा पनि हामीलाई प्रहरीलाई खबर नगरेको अवस्था छ, जसले गर्दाखेरि ठुलो घटना अथवा दुर्घटना भइसकेपछि मात्रै प्रहरीमा इन्फर्म आउने गर्दछ। यसले गर्दाखेरि लागु औषधलाई न्यूनीकरण गर्नु हो भने स्थानीय समाजबाट नै, घर परिवारबाट नै सूचना सङ्कलनदेखि लिएर, सूचनाको डेलिभरीदेखि लिएर, सङ्कलनदेखि लिएर त्यो गरिदियो भने समाजमा लागु औषध न्यूनीकरणको लागि एकदमै सजिलो, सहजीकरण हुने देखिन्छ। विशेष गरी बालबालिकाहरूलाई मेरो आग्रह, अनुरोध के छ भने देशको महत्त्वपूर्ण अभिभारा बोकेको उमेर समूह जो अहिले पछिल्लो समय कुलतकोमा फसेर आफ्नो ऊर्जाशील समय र ऊर्जाशील उमेर व्यतीत गर्दै आउनु भएको छ, उहाँहरूलाई मेरो सन्देश के छ भन्नुहुन्छ भने तपाईँहरूले आफ्नो साथी सङ्गति छान्दाखेरि कमसेकम साथी सङ्गतिहरूको व्यवहार कस्तो छ, उनीहरूको आनीबानी कस्तो छ त्यो चाहिँ बुझिदिनु होला। साथी सङ्गति छान्दाखेरि हतार नगरिदिनु होला। नराम्रो सङ्गतबाट बच्ने प्रयास गर्ने, कसैले कुनै रमाइलोको नाममा होस् अथवा अन्य कुनै बहानामा होस् लागु औषधजन्य पदार्थहरूको सेवन गर्ने अफर गर्छ, तपाईँलाई त्यो दबाब दिन्छ भने त्यसलाई नाइ भन्न सक्ने क्षमताको विकास गरिदिनुहोस्। र त्यसै गरी तपाईँहरू आफ्नो गतिविधिहरू कसरी सञ्चालन गर्नुहुन्छ, विद्यालयका कामकाजहरूमा, घर परिवारको कामकाजहरूमा कुन गतिविधि कसरी सञ्चालन गर्नुहुन्छ त्यो विषयमा जानकारी एटलिस्ट तपाईँको अभिभावकलाई मात्रै खबर गरिदिनु भयो भने तपाईँ कुलतमा फस्नु सक्ने सम्भावना न्यून हुन्छ र त्यसले गर्दाखेरि तपाईँहरू आफ्नो जुन लक्ष्य, उद्देश्य लिएर पढाइदेखि लिएर आफ्नो समय व्यतीत गरिरहनु भएको छ त्यो उद्देश्य, त्यो लक्ष्यमा पुग्न सजिलो हुन्छ, हजुरहरू पुग्नुहुन्छ भन्ने मेरो आशा छ।